मेरो जन्मदिने आमालाई जन्म दिनुभएको आमा मेरी प्यारी हजुरआमालाई आज म भेट्न जाँदैछु। मेरो मामा घर मलाई पनि सानैदेखि आफूसँगै राखेर हुर्काउनु भयो। जस्तो मेरो जन्मदिने आमालाई संस्कार दिनुभयो त्यस्तै मलाई पनि दिएर सानैदेखि हुर्काएर मलाई यत्रो गराउनु भयो। आज चाहिँ म अब मेरो हस्बेन्ड जाँदै हुनुहुन्छ नि त बाहिर, अनि त्यसपछि हजुरआमालाई भेट्न जाँदैछु। अनि म त्यहाँ गइसकेँ अनि त्यहाँ पुगिसकेपछि म हजुरआमासँग बस्दैछु। मेरो मम्मीलाई जन्म दिनुभएको आमाको आमा पनि बिचको हुनुहुन्छ। अझै पनि टाढी कस्तो के पहिलाको बुढापाकाहरू त ताजा खाना अर्ग्यानिक खाना खानुभएको भएर कति लङ टाइमसम्म बस्छ नि त। अब अहिलेको त 60-70 पुगे त्यति नै हो। अनि 100 वर्ष हुनुभयो भर्खरै, कति अझै पनि टाढो आँखा सबै होइन। अनि हामी चाहिँ हजुरआमालाई सबैलाई भेटेर त्यसपछि हामी घरतिर फर्कियौँ।